ड्युटी लाइफ चाहिँ यस्तो हुन्छ है, नखानु अलिकति ढिलो बेलुका ढिलो सुतेर फोन ज्यादा युज गरेर बिहान ढिलो उठ्यो भने यस्तो हुन्छ, खाँदै जानुपर्छ। समयले कहिले पर्खिँदैन भनेको चाहिँ यस्तो हुँदो रहेछ गाइस। पहिला त भनेको जस्तो मात्र लाग्थ्यो होइन, समयले कहिले पर्खिँदैन भनिन्छ नि, केही होइन जस्तो लाग्थ्यो, तर रियालिटी त्यस्तो हुन्छ। सही भयो सन्देको छ यहाँनिर छैन, मैले बिचबाटै सानो मिनी भ्लग गरेँ होइन, म ड्युटीको भ्लग गर्दैछु। हिँडे पनि मामुली कहाँ हुन्छ यस्तो स्पिड हुन्छ। आमा बनाउँदाखेरिको स्ट्रगल चाहिँ यस्तो हुन्छ, सँगै साथमै नभएको बेलामा चाहिँ। सँगै भएको बेला अच्छा हमको सिखा रिया है। मम्मीले जस्तै गरेर भए बिहान एक गाँस भए पनि खुवाएर पठाउनुहुन्छ होइन, बोकेर पनि पठाउनु हुँदैन ड्युटी। र अहिले चाहिँ हुनुहुन्न नि त, अनि यस्तो हुँदो रहेछ। कति त खोलेको पनि छैन हेर्नुहोस्, बन्दै छ। ओपन रहेछ, टाढो गयो जानुपर्ने हेर्ने यस्तै हुन्छ। खानु मन रियालिटी लाइफ चाहिँ मेरो यस्तो छ, यस्तो कुद्दै जान्छु होइन। मेरो रुमदेखि चाहिँ मेट्रो स्टेसन जानु अलिक टाइम लाग्छ नि त, अनि दिवालीतिर मिठाई नजाँदा हुन्छ कसैलाई होइन। मणिपुरीको दोकान हो कि, जे फ्री चाहिँ पाउँछ। म फ्री भएको देखाउँछु नि है, यहाँनिर के पाउँछ भनेर। नखाने चिजहरू नखाने चिजहरू पनि पाउँछ। साइकल ढल्छाउँछ मम्मी ट्याक्सी कता छिटो। धन्न सानो हुनुको फाइदा चाहिँ यही छ, जानेर माटिहाल्छु, चुट छिर्न सकिहाल्छु।
एक्स्ट्रा भएको छ यसपालि नि फुलको भाउ जुन चाहिँ सयपत्री फुल हुन्छ नि त्यसको रेट चाहिँ ज्यादा भयो भनेको सुनेको थिएँ। साँच्ची नै हो कि होइन गाइस कमेन्ट गर्नुहोस् ल। यहाँनिर त सोधेको थिएन, सोधेर भन्छु। मलाई त सोध्नु भ्याउँदिनँ, भरे फ्री भयो भने बेलुका सोध्छु है। पनि भएको छैन यहाँनिर चाहिँ। कति सपहरू घाम लागेको लामो सब्जी पनि लगाइन चल्छ। कभी कभी काला भी होने का भी फर्ज बनता है। सो फाइनली आइपुग्यो म। यो मेट्रो स्टेसन तपाईँलाई देखाएकै हो मैले। मेरो पहिलाको घरमा गएर भयो भने देख्न सक्नुहुन्छ। एकपल्ट त के देख्नु है, एउटै जग्गा मलाई त्यस्तो लाग्छ। त्यही कारणले गर्दाखेरि सो मैले नदेखाएको। खानु पनि छोड्नु हुँदैन, मौसम छुट्दैन। आज थर्सडे हो तर पनि खाली रहेछ नि। अलिक छिटो आएको भन्छ भिड भेट्छ ढिलो भयो नि त। कोरियोग्राफर उसका खराब हो जाएगा। हाँ हाँ मेट्रो गाडी पनि गइसकेको थियो। फाइनली फिनिस भयो मेरो एप्पल। कहिलेकहिले त मजा आउँछ यस्तो गर्दा। आफ्नो लाइफ इन्जोय गर्नु पाउँदाखेरि मजा आउँदो रहेछ। यस्तो सानो सानो चिजहरूले क्या ढिलो हुँदाखेरि। अनि मेरो आवाज आएको ठिक छैन, मेरो क्यामेरा राम्रो भएन रहेछ, मैले चेन्ज गर्नु पर्ने। मेरो एउटा खास कुरा चाहिँ के हो भने एकदम इम्पोर्टेन्ट, मोस्ट इम्पोर्टेन्ट कुरा चाहिँ सबसे ढिलो आउँछु कि ठेलठाल पारेर पनि अगाडि बस्नुपर्ने चाहिँ मै हुन्छु। यति चाहिँ मेरो खुबी हो क्या। ढिलो नै आए पनि अगाडि बस्नुपर्छ म चाहिँ। कस्तो प्रकारले हुन्छ हो, ढिलो भएर सायद अगाडि बसिरहेको होस् या त पछाडि होस् होइन, तर बिचमा चाहिँ बस्नुपर्छ। जताबाट अगाडि चाहिँ मै हुन्छु, बस्नुपर्छ होइन, हुनु चाहिँ मै हुन्छु अगाडि। सो यहाँबाट म मेट्रो स्टेसन आइपुगेँ होइन। तपाईँलाई म बिचमा देखाउँछु। ओके, मेट्रो पनि आउनु आँट्यो। म चाहिँ अलवेज लङ भ्लग मात्रै म चाहिँ बनाएर अपलोड गर्ने भनेर सोचेको थिएँ होइन। तर लङ भ्लग कहिले टाइमै पाउँदैन, अनि हुनु पाउँदैन, गर्नै पाउँदैन।
सो त्यही कारणले गर्दाखेरि चाहिँ यो मेरो मिनी ब्लग भयो होइन सर्ट अपलोड गर्छु के ढिलो त्यस्तो डल्लो पनि छुइनँ मलाई पनि नदेखेको आइपुगेँ सो फाइनली गाइस कता पुग्यो ए त्यहाँनिर रहेछ अरेन्ज कलरको यो आइपुग्यो सो बसिरहेको छैन तर म फेरि दुइटा स्टप पछि चेन्ज गरिहाल्नुपर्छ कि अनि म यहीँनिर उभिन्छु सो त्यसको पछि चाहिँ चेन्ज गर्नुपर्छ त्यहाँबाट चाहिँ आउँछ टाइम लाग्छ त्यहाँबाट सिट पाउँछु सो Passengers waiting on the platform are requested to मेरो कपाल हेर्न सक्नुहुन्छ तपाईँले म कति स्पिड हिँड्दैछु यत्रो हिल लगाएर ठुम्का लगाउने टाढी पनि पाएको भैया क्या जल्दी है आपको यति बेला कल आउँछ नि त अलिक थ्याङ्क यू ए आर्छ मलाई इसलिए बुक कर रहा मामला कुछ और ही था यहाँ पे मुझे लगा मेरे लिए वेट कर रहे हैं पर असली बात वो नहीं है टन 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 खाने स्पिड कुदेर जान्छ तपाईँलाई त्यो कस्तो मान्छे कतिको छ सो हेर्नुहोस् मेरो पछाडि म चाहिँ अलिकति ऊपर जा रही है के भयो मेरो क्यामेरा त रोकिँदैछ त घरि घरि स्टोरेज फुल भएको हो क्या यस्तै हो गाडी दुखिएर आयो सो अहिले चाहिँ म यहाँनिर छु देख्दैन रहेछ
अनि म चाहिँ यहाँनिर ओपन छु हो नि कस्तो गीत गाउनु मन लाग्यो मलाई तपाईँले भन्नुहोस् न गीत गर्ने कि गीत गर्नु अब हेर्नुहोस् न म देखाउँछु एउटा चिज तपाईँलाई यस्तो हुन्छ हौ टक्कै यहाँबाट चाहिँ यहाँबाट गन्छु र यता जाने हो कति भिड हुन्छ Horse cars. दरवाजों से Please stand away from आज आरामले बसेर जानु पाउँछु हेर्नुहोस् ल यत्रो लामो बाटो जानुपर्छ म देखाउँछु यत्रो लामो बाटो जानुपर्छ यो जुन चाहिँ देख्छु मेरो डेली रुटिन चाहिँ यो होइन केटाको अनि अझ म बिजीमा के गर्थेँ अन्त सबै देखाउँछु तपाईँहरूलाई सो इन्जोय गर्नुहोस् होला मेरो ब्लग हेरेर Finally, I'm on come. तर मैले केही देखेको छुइनँ मैले ब्राइटनेस यतिको चाहिँ हुनु पर्यो नि त दिमाग घामले गर्दा पनि नदेखेको होला मैले त चाहिँ पैसा पनि हाल्यो मैले गएर निकाल्नु भन्दैन अन्त फेरि अन्त माथि पनि ठुलो प्रगति गरेर आएको छु घरबाट त्यहाँ हामीले झन् कस्तो भिड आउँछ छैन केही गरौँ ल हेर सिधै आउनु पऱ्यो सिधै पऱ्यो त
अगाडि गरिन्छ त्यो अटोमा पनि चढेँ म होइन देखाउनु पाइनँ रोक्नुपर्छ नि त उभिनुपर्छ नि त अन्त त्यही कारणले गर्दाखेरि यहीँनिर उफ्रिनुहुन्छ म चाहिँ प्लिज लीजिए थ्याङ्क यू यस्तो सुखी कस्तो माटो हुन्छ क्या त्यही कारणले गर्दाखेरि चाहिँ उयो लगाएको क्या मास्क मैले नभए त मैले त केही लगाउँदिनँ हो अनुहारमा पनि यति पनि लगाएन भने मास्क पनि लगाएन भने त सर्दीले मर्छ त्यस्तै हुन्छ मसँग चाहिँ अब नि जब मैले क्यामेरा यस्तो गरेँ प्राइम मिनिस्टरको भन्दा ज्यादा फोन आउँछ ऊ हेर न रिस उठ्ने भनेको चाहिँ यही कारणले हो मलाई त्यही कारणले गर्दाखेरि चाहिँ मास्क चाहिँ लगाउँछु ल यहाँनिर पनि मलाई छैन सो गाइस धुलो पुरा छ हो तपाईँहरूलाई म देखाउँदै जान्छु